हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग है। तपाईहरु सबैलाई मेरो भ्लगमा स्वागत गर्दै र आज चाहिँ हामी कहाँ आइपुगेको छौँ भन्दा यहाँनिर पिकनिक स्पोटमा आएको छौँ, यानि कि लेस खोलामा आएको छौँ। सबैभन्दा फेमस रिभर है हाम्रो बाग्राकोटभरिमा लेस खोला है। र आफ्नो हामी फ्यामिलीसँग आइपुगेको छौँ र तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर चारैतिर विभिन्न प्रकारको मान्छेहरूले घेरिएको छ। एउटा पनि स्पेस छैन यहाँनिर है। एकदम टाढो टाढोदेखि मान्छेहरू आएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँको नजाराहरू। बाहिरबाट पनि आउनु भएको छ मान्छेहरू, तपाईहरु हेर्न सक्नुहुन्छ। आज दिन पनि रमाइलो भइरहेको छ है र पिकनिक खेल्ने जस्तो भइरहेको छ। दिनले पनि साथ दिइरहेको छ र हामी पनि यहाँ पिकनिक स्पोटमा एकदमै इन्जोय गरिरहेको छौँ है। आउनुहोस् तपाईहरु पनि हेर्दै जानुहोस् हाम्रो क्लिप्सहरू। यहाँनिर कहाँदेखि आएको छ हेर्नुहोस्, गाडीहरू बसहरू है, तपाईँहरू देख्न सक्नुहुन्छ। खोलामा जानुपर्ने रहेछ त। तपाईँहरू यहाँनिर देख्न सक्नुहुन्छ है, एकदम टाढो टाढोदेखि आउनु भएको छ। यहाँनिर लागि चाहिँ हाम्रो यो खोला चाहिँ यति बिना फेमस छ है। मान्छेहरू कहाँ कहाँदेखि आउँछ यहाँ। हाम्रो यहाँनिर बस्ती जाने बाटो पनि छ, सेलरोटी पुल। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ, यो देखिरहेको छ है सेलरोटी पुल। जी नमन मैं सिर्फ लाइट टेक ऑफ करने वाली है और मैं म्यूजिक डाउनलोड करना भूल गया, क्या करूं? हाँ तो सिर्फ नमन, पहले शांत हो जाए। आपको चाहिए स्पॉटिफाई प्रीमियम, जिसका ऑफलाइन बैकअप नेटवर्क जाते ही आपको दे आपके पसंद के सॉन्ग्स की प्लेलिस्ट विदाउट डाउनलोड। शांत क्यों? एंजॉय ऑफलाइन बैकअप ओनली ऑन स्पॉटिफाई प्रीमियम। जब से 13 साल की ऐना को एक क्लाउन डॉल मिली थी, तब से वो बहुत अजीब तरीके से बिहेव करने लगी। वहीं दूसरी तरफ ऐना के शहर में कोई सीरियल किलर छोटे बच्चों को मार रहा था और मरने वाले के चेहरे पर एक क्लाउन जैसा मेकअप मिलता। उन मिस्टीरियस मर्डर्स के बीच एक दिन ऐना स्कूल से वापस यहाँनिर धमाधम खानापिना बनिँदैछ। के बाट्नु समाइछु? अनि यहाँ आलु काटेको। नमस्ते, गॉड ब्लेस यू। यहाँनिर आजको मेन कुक यहाँ हामीले कहाँबाट ल्याएको मामा? ओ मामा, यहाँ मेरो आमा हुनुहुन्छ है। मिक्स भेज बनाउनु हुँदैछ, मजा आउँदैछ। अन्त यहाँनिर हाम्रो माइली आजको पिकनिक गर्ने फ्यामिली पिकनिक धेरै बेर बसेर छ। अब हामी को कति धेरै रहेछ मान्छेहरू हेर्दा। तपाईँलाई केही भन्नु छ कि? मलाई एकदमै रमाइलो लागिरहेको छ। घमाइलो छ दिन, रमाइलो छ दिन र यो दिनमा मौसम घमाइलो, दिन रमाइलो। हजुर एकदम मौसम घमाइलो, दिन रमाइलो छ हो। अन्त ठिकै छ, हामी त सबैलाई हेर्दै सबैजना मनोरञ्जन गरिरहेछ। हामी त मनोरञ्जन गर्दै लेस खोलाको बगरमा एकजना मिसिङ छ, दिल्ली गएको छ। दिल्ली गएको छ, हामी मिस गरिरहेछौँ। उहाँ चाहिँ मेरो ठुलो दिदी हुनुहुन्छ। अहिले फिलहाल उहाँ चाहिँ दिल्लीमा हुनुहुन्छ, सो घुम्नु जानुभएको छ नानीको भ्याकेसनमा है। मेरो चाहिँ उहाँ दिदीको छोरी। मैले चाहिँ उहाँहरूलाई पिकनिकको क्लिप्सहरू देखाइरहेको थिएँ, भिडियोजहरू है, दृश्यहरू देखाइरहेको थिएँ दुईजनालाई। अनि हामी सबै परिवारले उहाँहरूलाई पुरा मिस गरिरहेको थियो दिस इयरमा है। लास्ट बितेको इयरमा हामीसँगै पिकनिक खेलेको है। यो इयरमा चाहिँ उहाँ घुम्नुको लागि बाहिर जानुभएको छ। हामी 3 जना दिदीबहिनी हो, तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर भिडियोमा।
हामीले पिकनिक खेलेको ग्रुप चाहिँ यो हो है। हामी यतिजना थियौँ आज पिकनिकमा। ल आजको भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ। बाई।